Hey guys, welcome to my YouTube channel. Dere Vlog. Achoo, what a ठंडा what a cool हो यार. के साह्रो चिसो बडा हो यार काठमाडौँतिर यार यत्तरी. भत्किएको पुल आइपुगेँ म. रुम जाँदैछु अहिले टक्क लाएर होइन. तातो भएर सुत्नुपर्छ. मेरो बाइकको क्लच प्लेट धोस्तै मोरे तान्दैन म्याम भोलि. इभी रहर गरौला अनि चढाउला नि इभीमा आउला फोटो टिभीमा. ठन्डा कुल मेरो नै हराउँछ. हाम्रो नि बच्चा हरान, उनीहरूको मात्र बच्चा र हरान. यतातिर बाटो कस्तो अप्ठ्यारो छ यार. मनमैसीको रोड बडा यार के हो. पुरै लाइट त आँखामा बल्ने गरी बालेर आउँछ यार. What a चिसो. यसो पनि लागेन हाम्रो नयाँमा आगो लाग्न हुन्थ्यो घरले. कुदा भइरे कुदा छिटो घर पुगेर तातो भएर सुत्नुपर्छ भनेर भएन. कुदाउने मात्रै भएर भएन. कन्ट्रोलिङ पनि मिठो हुनु पर्यो. बाटोको कन्डिसन पनि मिठै हुनु पर्यो होइन. टक्क लाएर यहाँबाट राइट लिएर सिधा अगाडि गएपछि हल्का फुल्का टर्निङ, लेफ्ट टर्निङ, त्यसपछि हल्का राइट टर्निङ, अनि त्यसपछि सम्म बाटो, त्यसपछि फेरि हल्का लेफ्ट टर्निङ, अनि त्यसपछि फेरि सिधा बाटो. राम के देख्नु पर्यो त्यो सेवामा गरेर हेर्दा केटाहरू त के हो यो. हाम्रो नै दिन आउँछ टेन्सन नगर. यहाँबाट गल्ली छिर्दिने हो सर्टकट दिइदिने हो सर्टकट. विशाल चौर आया. यस्तो जान्दु यार. शुक्रबार भएर गयो. भोलि त शनिबार, काम पनि बिदा. भाइ साहब भोलि त 10 बजेसम्म सुत्न पाइन्छ. बिहान 7 बजीदेखि बेलुका 7 बजीसम्म काम हान्नुपर्छ. भोलि त कस्तो सुत्दिने हो बिदा छ.
शिव मन्दिर जरङको यहाँबाट लेफ्ट हाम्रो फेरि स्टाइल छुट्टै छ साइड लाइट बाल्ने ओ गाइस कस्तो त्यति पनि उठाउन नसक्यो यार के राइडर बन्छौ गडा हो त्यतिमा पनि उठाउन नसक्यो त के राइडर बन्छौ तिमीहरू भाइ छिर्दिउँ दादा छिर्दिउँ बाइक छिर्छु नि ल थ्याङ्क यू दाइ यतातिर त फेरि कुकुरहरू पुरा रेडी पोजिसनमा भएर बस्छ यार लहट्नलाई इसकी माँ की भोला चेहरा तर आज चाहिँ कुकुरहरू छैन रहेछ नत्र त फुल रेडी पोजिसन भएर बस्छ नि त क्यारे हो बरीलाई कपाल काटेर जानुपर्छ क्या यार सैलिन खुल्लै रहेछ फेरि भोलि के हो कपाल काटेर जान्छु यार भोलि उठेर नहुने हो टक्क लाएर